नमस्कार, द रश्मि सेसनमा यहाँलाई स्वागत छ। आजको एपिसोडमा हामीले कुर्सीमा बसेर गरिने योग लिएर आएका छौँ। कुर्सीमा बसेर कसरी योग गर्न सकिन्छ त भन्ने कुराहरू पनि जोड्न गइरहेको छु भने धेरैको प्रश्न रहेको छ, मेरो घुँडा दुखेर म योगा म्याटमा बस्नै सक्दिनँ, भुइँमा बस्नै सक्दिनँ, ढाड दुखेर बस्नै सक्दिनँ भन्ने व्यक्तिहरूको लागि यो कुर्सीमा बसेर गरिने योगासनहरू, मेडिटेसनहरू, ब्रिदिङ एक्सर्साइजहरू चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ। आउनुहोस् सँगै गरौँ। आउनुहोस् अब हामी कुर्सीमा बसेर योग आसनहरू गरौँ, योग गरौँ। अब सबैभन्दा पहिला चाहिँ हामीले कुर्सीको यो पछाडिको भाग चाहिँ अलिकति अगाडि आएको यसरी अडेस लाउन मिल्ने भनेको यो ब्याक बोनलाई, ढाडलाई पनि सपोर्ट दिन मिल्ने खालको कुर्सी लिनुपर्ने हुन्छ। त्यसरी हामीले यसरी सिधा बस्छौँ अनि हामीले अब यो ज्ञान ध्यान मुद्राहरूमा बसेर 3 पटक ओमकार उच्चारण गर्छौँ। उच्चारण गरिसकेपछि ओमकार उच्चारण गरिसकेपछि हामीले एउटा मन्त्र पढ्छौँ। मन्त्र पढिसकेपछि सबै योग गर्नुभन्दा पहिला आफूले आफूलाई अटो सजेसन गरेर म जे गर्छु एकदमै शरीरको लागि, मनको लागि आनन्दित हुनको लागि गर्छु भनेर शान्त हुँदै गहिरो लामो श्वास लिँदै गहिरो लामो श्वास छोड्दै यो प्रक्रियालाई हामीले 3 पटकसम्म दोहोऱ्याउँछौँ। मैले यहाँ मन्त्रको पार्टहरू चाहिँ जोडेको छैन। अगाडिको भिडियोहरूमा ओमकार उच्चारण मन्त्रहरू पनि जोडेको छु, त्यो सँगै गर्न सकिन्छ। त्यसपछि हामीले अब आफ्नो फेसलाई यसरी आँखामा क्रप बनाएर हातलाई तातो बनाएर लगाइसकेपछि अब हामी सूक्ष्म व्यायाममा जान्छौँ। सूक्ष्म व्यायाममा चाहिँ सबैभन्दा पहिला माथि श्वास नाकबाट पुरै श्वास फाल्छौँ माथि हेरेर। मैले 10 पटक मात्रै गरेँ, यसलाई 20 पटक 30 पटकसम्म पनि गर्न सकिन्छ। एन्टी प्रेसरमा श्वास लिँदै छोड्दै, श्वास लिँदै छोड्दै धकाला धकाला गर्छौँ, छोड्छौँ। यसरी श्वास लिँदै छोड्छौँ। अगाडि पछाडि यसरी प्रेस गर्छौँ गर्दनको भागमा मजाले यसरी ट्यापिङ गर्छौँ। यहाँ अकुप्रेसर पोइन्टहरू एक्टिभ हुन्छ। यसरी सबै गरिसकेपछि आँखी बाउ यसरी यो सूक्ष्म व्यायामहरू मैले अगाडिको भिडियोमा पनि राखिसकेको छु। यसलाई यसरी कुर्सीमा बसेर गर्न सकिन्छ। यो सकिसकेपछि यसैमा हामीले चक्षु सञ्चालन आँखाको एक्सर्साइजहरू श्वास लिँदै छोड्दै आँखाको एक्सर्साइज मात्रै पनि हामीले अगाडिको भिडियोमा राखेका छौँ। तल माथि अपोजिट साइड आँखाको एक्सर्साइज पनि गरिसकेपछि अब गर्दनको भागमा श्वास लिँदै छोड्दै श्वास लिँदै छोड्दै श्वास लिँदै छोड्दै जान्छौँ। सिधामा श्वास लिन्छौँ, छोड्छौँ। स्ट्रेटमा श्वास लिन्छौँ, छोड्दै श्वास लिँदै छोड्दै त्यसलाई गोलो गोलो गरेर 2-3 पटकसम्म घुमाउँछौँ। गर्दनको नसा च्याप्पिएको छ, हड्डी खिएको छ भने यो बिस्तारै गर्नुहोला। यसरी हामीले गर्दनको भाग पनि सक्यौँ। अब हामी कुमको भागलाई श्वास लिँदै छोड्दै यसरी 2-3 पटक, यसलाई 6 पटक 8 पटकसम्म दोहोऱ्याउन सकिन्छ। मैले यहाँ चाहिँ 2 पटक 3 पटकसम्म मात्र गरेको छु। अब हातको औँलालाई यसरी चलाउँछौँ, गोलो गोलो गर्छौँ। यो सूक्ष्म व्यायाम बसेर अडेस लागेर कुर्सीमा बसेर पनि गर्न सक्छौँ। श्वास लिँदै छोड्दै यसरी गोलो गोलो अपोजिट साइड। योगा त गर्थेँ, मेरो घुँडा दुखेर बस्नै मिल्दैन भन्नेहरूको लागि, ढाड दुखेर बस्नै मिल्दैन भन्नेको लागि श्वास लिँदै यसलाई पनि 2-3 पटकसम्म हातलाई यसरी लक गरेर यसरी हामीले कुमको पनि
गर्न सक्छौँ। अब ढाड दुख्नेहरूको लागि यसरी नुङ्दा मिल्दैन भने नगर्ने, होइन भने घुँडा मात्रै दुख्नेहरूको लागि यसरी मजाले गोलो कम्मरको भागबाट गोलो गोलो गरेर अपोजिट साइड गर्न सक्छौँ। अब श्वास लिँदै श्वास छोड्दै पछाडि, श्वास लिँदै स्ट्रेट, श्वास छोड्दै श्वास लिँदै स्ट्रेट। अब हामीले यसरी कुर्सीको यसरी पछाडिसम्म जति जान्छ कुर्सीलाई यसरी समातेर श्वास लिँदै स्ट्रेट, श्वास छोड्दै यसरी हामीले गर्न सक्छौँ। अब घुँडाको गर्दाखेरि यसरी श्वास लिँदै होल्ड गर्छौँ। 1 2 3 4 5 6 सकिन्छ भने बिस्तारै हातले सपोर्ट नदिकन 1 2 3 4 5 6 रिल्याक्स गर्छौँ बिस्तारै। घुँडा दुख्छ भने यसरी सपोर्ट दिएर श्वास लिँदै 1 2 3 4 5 6 हजुरहरूले चाहिँ मनमनै काउन्ट गर्ने, श्वास लिएर सकिन्छ भने होल्ड गर्ने, होइन भने श्वास लिँदै छोड्दै गरेर यसरी गर्न सक्छौँ। अब दुवै खुट्टा एकैचोटि गर्दा दुवै हातले सपोर्ट दिएर श्वास लिँदै गरेर यसरी राख्न सक्छौँ। अर्को हातले सपोर्ट नदिकन श्वास लिँदै यसरी हातलाई साइडमा राखेर मनमनै काउन्ट गर्छौँ। होल्ड गर्न सकिन्छ भने श्वासभित्रै होल्ड गर्ने, सकिँदैन भने गरेर लिँदै छोड्दै गर्न सकिन्छ। रिल्याक्स गर्छौँ विश्राममा। त्यसपछि हामीले यसरी घुँडालाई थोरै फोल्ड गरेर कति होल्ड गर्न सकिन्छ 1 2 3 4 अनि बिस्तारै यो एङ्कललाई यसरी घुमाउँछौँ गोलीगाठाबाट, यसको विपरीत 3 4 यसलाई बिस्तारै विश्राममा राख्छौँ। अर्को होल्ड गर्न सक्ने पहिला 1 2 3 4 5 यसलाई गोलो गोलो गरेर अपोजिट साइड विपरीत दिशा विश्राम गर्छौँ। अब हामीले खुट्टालाई यसरी 90 डिग्रीमा यसरी फिटाउँछौँ। सकिन्छ भने यो कुर्सीकै यो खुट्टाको लेभल सँगसँगै यस्तो गर्दा हाम्रो यो स्ट्रेचिङ, यो थाइको मसलहरू एकदम फ्लेक्सिबल हुन्छ, मसलहरू तन्किन्छ। एकछिन यसरी बस्न सक्नु पर्यो। 1 2 3 4 5 6 सुरुको अवस्थामा यो पुरै दुख्छ, यो पुरै तन्केको हुन्छ, तर बिस्तारै बानी पारेर यसरी बस्ने बानी पार्नु भए पनि हुन्छ। त्यसपछि हामीले देब्रे हातलाई दाहिने घुँडामा लगाएर राख्छौँ अनि अर्को हात चाहिँ यसरी राख्छौँ। एकछिन यो पुरै बटारिनको लागि, यसले कम्मरको मासुहरू बढ्न दिँदैन। यतै हेर्छौँ 1 2 3 4 अब श्वास लिँदै सिधा 1 2 3 4 श्वास छोड्दै जति सकिन्छ कम्मरको भागबाट 1 2 3 4 श्वास लिँदै विश्राम गर्छु, जसले गर्दा यता बोसोहरू मासुहरू लागिरहेको छ भने पनि यो एक्सर्साइजहरूले बिस्तारै कम गर्छ। अब हामी विपरीत दिशामा जान्छौँ। दाहिने हातलाई देब्रे घुँडामा, यति गर्दा मात्रै पनि यहाँको नसाहरू पुरै यो पेटको भाग पुरै यहाँको मसलहरू पुरै तनक्क तन्केको हुन्छ। यसरी 1 2 3 4 श्वास लिँदै 1 2 3 4 श्वास छोड्दै 1 2 3 4 यो गर्दाखेरि यहाँको मसलहरू पुरै तन्केको हुन्छ। यसरी निचारिँदाखेरि यहाँको बोसोहरू घट्दै जान्छ, बोसो लाग्न पनि पाउँदैन। अब यसलाई पनि हामीले 3 चोटि 4 चोटिसम्म यो प्रक्रियाहरू दोहोऱ्याउन सक्छौँ। अर्को पोजिसन यही हुन्छ, खुट्टाको पोजिसन। श्वास लिँदै
श्वास छोड्दै घुँडामा हात राख्छौँ। चेस्टको भागलाई अगाडि 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 झुक्ने कोसिस गर्छौँ। श्वास लिँदै श्वास छोड्दै अगाडि झुक्ने कोसिस गर्छौँ। अब यतिकैमा अलिकति बढाउँदै लाने, खुट्टाहरू तल समात्दै समात्दै जति सकिन्छ। ढाडको एकदमै दुखाइ छ भने चाहिँ धेरै अगाडि नझुक्ने, होइन भने बिस्तारै बिस्तारै जति सकिन्छ यसरी जति बस्न सकिन्छ श्वास लिँदै अगाडि आउँछौँ। अब हामीले यसैमा यसरी घुँडा फोल्ड गर्छौँ। देब्रे साइडको घुँडा फोल्ड गर्छौँ। दाहिने खुट्टा यसरी तन्काउँछौँ। अब यसले गर्दा पनि यो स्ट्रेचिङहरू हेर मांसपेशीहरू तन्केर आफ्नो दुखाइ छ भने पनि बिस्तारै बिस्तारै कम हुँदै जान्छ। अब देब्रे हात यसरी राख्छौँ। श्वास लिँदै स्ट्रेट, श्वास छोड्दै हेराइ माथि, दाहिने खुट्टा तनक्क देब्रेतिर ढल्केका छौँ। 1 2 3 4 श्वास लिँदै यता पनि 5-6 पटकसम्म दोहोऱ्याउन सकिन्छ आफ्नो समय अवस्था हेरेर। यसरी चेयरमा सपोर्ट दिने, एउटा घुँडा खुम्चाउने, अर्को तनक्क तन्काउने, तनक्क तन्काउने। अनि जुन घुँडा खुम्चेछ त्यो हातलाई यसरी राख्छौँ। श्वास लिँदै स्ट्रेट, श्वास छोड्दै 1 2 3 4। अब यसलाई 4 6 8 जति होल्ड गर्न सकिन्छ बिस्तारै बिस्तारै यसरी कुर्सीमा बसेर गर्न सक्छौँ। यसलाई पनि 4 4 8 चोटिसम्म पनि दोहोऱ्याउन सक्छौँ। यसरी हामीले कुर्सीमा बसेर गर्ने योग आसनहरू जोडिसकेका छौँ। अब कुर्सीमा बसेर घुँडा दुख्नेको समस्या छ, ढाड दुख्नेको समस्या छ र सबै ठाउँमा म्याटको व्यवस्था छैन भने पनि हामीले कुर्सी योगासनहरू गर्न सक्छौँ। हामीले अब यो आसनहरू गरिसकेपछि यसैमा हामीले यसरी भस्त्रिकाको पार्टहरू यसलाई 3 देखि 5 मिनटसम्म श्वास लिँदै छोड्दै, यसलाई पनि 3 देखि 5 मिनटसम्म अनुलोम विलोम, अनि यसैमा भामरी खेसरी मुद्रा लगाएर धेरै कुराहरू गर्न सक्छौँ होइन। अब यो भामरी प्राणायामहरू, अनुलोम विलोम, नाडी शोधन, भस्त्रिका भनेर हामीले अगाडिको भिडियोहरूमा पनि जोडिसकेका छौँ। त्यसपछि हामीले अन्तिममा एकैछिन मेडिटेसन गर्छौँ। QRT भनिन्छ, एउटा क्विक रिल्याक्सेसन सिस्टममा खुट्टादेखि खुट्टाको औँलाहरू हुँदै हुँदै पैताला, कुर्कुच्चा, नली हड्डी, पिडुला, गुङ्डा, तिघ्रा, हिपको भाग, ढाडको भाग, पेटको भाग, छातीको भाग, दुवै कुमहरू, दुवै हातका पाखुरा, हातहरू, औँलाहरू, शिरको सम्पूर्ण भागहरूलाई यसरी निहाल्दै निहाल्दै गहिरो लामो श्वास लिँदै छोड्दै गरेर एकैछिन रिल्याक्सेसनको पार्टलाई पनि जोड्छौँ, मेडिटेसनको पार्टलाई पनि जोडेर अन्तिममा एउटा मन्त्र पढेर हरेक दिनको योग सक्छौँ। भुइँमा बसेर गर्ने योग, चेयरमा बसेर गर्ने योग, जे गरे पनि हामीले स्टार्टिङ पनि ओमबाट मन्त्रबाट सुरु गर्छौँ, अन्त पनि म एउटा मन्त्र पढ्छु। ओम पूर्णमद पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः 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 भनेर एकदमै आनन्दको साथ आफ्नो बडीहरू एकदमै रिल्याक्स भएको महसुसका साथ, दुखाइ पीडाहरू छन् भने पनि दिनदिनै सन्चो भएको साथ अहिलेसम्म योगासनमा जोडिएर आफू पनि स्वस्थ हुने अभियानमा जोडिनु भएको छ। तर रश्मि सेसनलाई माया गरेर हरेक दिन योग गर्नुभएको छ भन्ने अपेक्षा पनि लिएको छु। आगामी एपिसोडमा नयाँ कुराहरू लिएर आउने नै छु भन्दै आजको एपिसोडबाट बिदा हुन चाहन्छु। नमस्कार, हरिओम।